दाइ आज चाहिँ हामी कहाँ जाने अरे? आज हामी मार्केट जाँदैछौँ है। ल रोमानियाको मार्केट कस्तो हुन्छ गाइस देखाउँछ है, कति महँगो छ के छ है। अब चाहिँ हामी निस्किसकेका छौँ। आज चाहिँ हामीसँग धेरै चिजको कमी छ। अब आज रोमानियाको मार्केट जाँदैछौँ, तपाईँहरूलाई पनि देखाउँछौँ होइन कति महँगो छ कति सस्तो छ। लेट्स वाच टु बिगिन गाइज। आज चाहिँ बिहानैदेखि सिमसिम पानी परिरहेको छ होइन, त्यही पनि निस्क्यौँ। अब छाता नलिकन निस्क्यौँ। हेरौँ अब त्यस्तो ठुलो पानी त नपर्ला। यो चाहिँ हाम्रो एरियाको सबैभन्दा सस्तो मार्केट हो। अब तपाईँहरूलाई देखाउँछु भित्र कति सस्तो पर्छ कति महँगो पर्छ है। लेट्स वाच। दाइ र मरे कन्फ्युज भएर गएको त लास्टमा त निस्किने ढोका पो रहेछ, ओपन नै हुँदैन। अब म हेरेको दाइ र म त। अब चाहिँ हामी मार्केटभित्र छिरिसकेका छौँ होइन। हामी फर्स्ट टाइम मार्केट छिर्ने बित्तिकै होइन सबैभन्दा पहिला चाहिँ चामल किन्न गयौँ। अब चामल पनि सकिएको थियो हाम्रो। नेपालको लगभग 160 समथिङ पर्दो रहेछ। सबैभन्दा पहिला चाहिँ चामल हेर्दै थियौँ। चामल पनि हामीले 4 पोका जति किन्यौँ। त्यसपछि हामी एकैचोटि आलु लिनु गएको त आम्मामा 450 रुपियाँको 3 केजी अरे हो। आलुको भाउ देखेर त हामी एकछिन तर्सियौँ पनि। अब किनौँ कि नकिनौँ भन्यौँ। अब फेरि किन्नै पर्यो, हामीलाई चाहिएकै थियो। नेपालमा 70-80 रुपियाँमा किनेको याद थियो, या त एकदम 450 रुपियाँको 3 केजी भन्दा त दाइ र म त एकछिन छक्कै पऱ्यौँ। त्यही पनि किन्यौँ। अनि एकैचोटि प्याज हेर्न गएको त प्याज त सबै मान्छेले किनिसकेर सबै गिलो प्याजहरू मात्रै रहेछ। अनि त्यो प्याज त लगेर के गर्नु, अब त्यो काट्दाखेरि पनि कुहिएको जस्तो हुन्छ भनेर हामीले प्याज चाहिँ ल्याएनौँ। यसो हेऱ्यौँ यति 6वटा लसुनलाई यहाँको 150 रुपियाँ अरे। के गर्नु, बाध्य त किन्नै पर्यो। अब त्यो पनि चाहिएको थियो हामीलाई। दाइ र मलाई चाहिँ मुसुरीको दाल खान मन लागेको, खोजेको गर्छु मार्केटभरि मुसुरीको दालै भेटेन आज। लास्टमा मुसुरीको दाल खोजेको नभेटेपछि हामीले मटर लाएर निर्णय गऱ्यौँ। लगभग नेपालको 200 समथिङ पर्दो रहेछ। सब मसला र नुनको आइटम पाउँदो रहेछ। सबै मसला नुनहरू सकेको थियो, त्यो पनि हामीले किन्यौँ। यो चाहिँ मसलाहरू किन्यौँ भऱ्यौँ, तेल पनि किन्यौँ। यत्रो सानो चक्लेटलाई पनि नेपालको 30 रुपियाँ पर्दो रहेछ। दाइले पनि चक्लेट खान्न, आज चक्लेट खान मन छ भन्यो, त्यो पनि लगभग सपिङ पनि सकेर यसो हेरेको बिल कति उठाउ भनेर त 130 रुपियाँ सकेको रहेछ यहाँको चाहिँ घरहरूको ढोकाको लक पनि अलग तरिकाले खुल्छ है। चाबीको यसलाई यसरी स्क्यान गरेपछि अनि मात्रै ट्याक्क ढोका खोल्छ हो, नभए चाहिँ ढोकै खुल्दैन त्यसलाई स्क्यान गरेन भने। लगभग घर आएर यसो सामान चेक गरेको सबै एकुरेट छ कि छैन भनेर ट्याक्कै यति सामान चाहिँ किन्ने छ आज। फाइनली हामी चाहिँ अब सपिङ गरेर आइसक्यौँ गाइज होइन रुममा। अहिले चक्लेट खाँदैछौँ, चक्लेट पनि किनेर ल्याएको थियौँ मैले। त्यो आज कति खर्च गर्दै हाम्रो टोटल? आज 130 यहाँको अनि लगभग नेपालको चाहिँ 3000 भनौँ, 3000 समथिङ खर्च गऱ्यो। ल आजको लागि चाहिँ यति नै है, फेरि भेट्दै गरौँ।